यो चाहिँ हाम्रो 39 है, यहाँबाट छिर्ने। यहाँबाट त्यहाँ मेरो कार छ, त्यहाँबाट यहाँ आएर यो ढोका हुन्छ, यहाँबाट छिर्यो। छिर्ने बित्तिकै यस्तो छ, किचन छ। अब यो कुकर चाहिँ यहाँ बोइलर छ। त्यसपछि यहाँ फ्रिज छ अनि यहाँबाट छिर्ने बित्तिकै हिटिङ, सेन्ट्रल हिटिङ बिन भयो। यो चाहिँ सिटिङ रुम एरिया। यहाँ फायर पिट छ, टिभी छ, भइहाल्यो। अनि यहाँको चाहिँ बेस्ट पार्ट चाहिँ यो हो, समरमा भयो राम्रो हुन्थ्यो है। अहिले चाहिँ पानी परिरहेछ, यस्तो छ बाहिर। त्यहाँदेखि एकचोटि बाहिरको सर्र गर्छु अनि त्यसपछि म भित्रको गुहरू देखाउँछु। ल हेर्नुहोस्, यहाँ समर भएको भए यहाँनिर बसेर बाहिरको भ्यू। यताको भ्यू यो भयो। यहाँ एउटा सोफा यस्तो। यो चाहिँ डाइनिङ टेबल, किचन भइहाल्यो। यहाँ चाहिँ छ ग्यास, केटल छ, टी कफीको लागि, टी कफी मिल्कहरू यहाँ छ। सिङ्क भइहाल्यो, टोस्टर यो यहाँ चाहिँ, डिसवासर पनि छ। यहाँको चाहिँ यो छ। अब यहाँबाट भित्र गएर यो छ, यहाँ ज्याकेटहरू राख्ने। यो एउटा बेडरुम, दुईवटा सिङ्गल बेडरुम छ। यहाँ दुईजना मान्छे यस्तो मिल्छ। यहाँ कपबोर्डहरू भयो, यस्तो छ है। अब यहाँबाट निस्कियो, यहाँ एउटा टोइलेट बाथरुम यहाँ छ, सावर गर्ने ठाउँ यो भइहाल्यो। अनि फेरि यहाँबाट बत्तीहरू चाहिँ यहाँबाट भित्र छिर्यो, यो भयो। यहाँ हिटिङ भयो। यो चाहिँ अर्को बेडरुम यस्तो छ। यो चाहिँ म भइहालेँ। अनि यहाँ चाहिँ स्टोरेज छ, कपबोर्ड। अनि यही हो होलिडे होम यहाँको, राम्रो छ। मलाई सबभन्दा मन परेको पार्ट चाहिँ यो आउटसाइडको यो ल यो गाइज। ल अरू पछि देखाउँछ है त। गुड, ठिक छ। खायो चिया सबै?